नमस्कार साथीहरू, अहिले सामाजिक सञ्जालमा धेरै भाइरल भइरहेको उक्त भिडियो सम्भवतः धेरैजनाले हेरिसक्नु भएको होला। यहाँ एउटी सानी नानी अर्थात् नातिनी र हजुरआमा बीचको संवादमा सानी नानीले आफ्नो हजुरआमाप्रति प्रस्तुत गर्ने व्यवहार र प्रयोग गर्ने शब्दहरूप्रति धेरैजना साथीहरूले आपत्ति जनाउनु भएको छ। उक्त भिडियोमा धेरैले आलोचनात्मक टिप्पणी गरेपछि विभिन्न मिडियाकर्मीले सोको यथार्थता बुझ्ने क्रममा उक्त भिडियो वास्तविक नभई घर परिवारमा यस्तो हुन्छ वा हुने गर्छ भन्ने कुरा नाटकीय रूपले देखाउन खोजेको मात्र हो भन्ने जस्ता कुराहरू आइरहेको छ। उक्त भिडियो हेरिसकेपछि तपाईँ के भन्नुहुन्छ? म चाहिँ सिधै ती कलिला नानीहरूलाई प्रयोग गरी आफ्नै अभिभावकले सोसियल एब्युज गरेको भन्छु। भाइरलिजम प्रतिको मोह, भ्युज र पैसा कमाउने चक्करमा यस्तो भिडियो सोसियल मिडियामा अपलोड गरेपछि आम बालबालिका र अन्य मानिसमा कस्तो प्रभाव पार्छ? यस्तो भिडियो बनाएर कस्तो सन्देश दिन खोजेको हो? हाम्रो देश नेपालमा अहिले 70% भन्दा बढी मानिसहरू इन्टरनेटको पहुँचमा छन्। भिडियो सोसियल मिडियामा अपलोड गरिसकेपछि पक्कै पनि सबैले हेर्छन् नै। त्यो भिडियोमा नानीले प्रयोग गर्ने शब्द र व्यवहारले अन्य बालबालिकामा कस्तो प्रभाव पार्छ? यो सोचनीय विषय हो। भिडियो नाटकीय नै भए पनि समाजमा नकारात्मकता, घृणा, कुसंस्कार फैलाउने खालको राख्नु भएन। सभ्य समाज र असल नागरिक निर्माण गर्ने तपाईँ हामी सबैको साझा जिम्मेवारी हो।